साथीहरु तपाईहरुलाई फेरि पनि मेरो च्यानलमा स्वागत गर्दै तपाईहरुलाई आज चाहिँ म फेरि हामी नयाँ रोडमा जुन चाहिँ यो लास्ट इयरको क्लाउड ब्रस्टले जुन चाहिँ यहाँ नागाको बाटो है एकदम पुरै क्लोज भएर गएको थियो र फिलहाल यो माथिको जुन चाहिँ रोड खोलेको थियो है त्यो रोडमा लिएर आउँदैछु नयाँ कटिङमा। अनि यहाँ चाहिँ अस्ति सबन चाहिँ रोड क्लियर भएर हरेक गाडीहरू डाउन चाहिँ जाँदै थियो भनेदेखिको अनि अप चाहिँ उता सप्पु बाटो जङ्गु बाटो हिँड्दै थियो, डाउन चाहिँ यो बाटो हिँड्दै थियो। तर बिचमा अचानक यो माथिबाट पहिरो अचानक आएर है जुन चाहिँ हाम्रो बेली ब्रिज बनाएको थियो यो खोलामा यो बेली ब्रिज सबै एकदम ड्यामेज भएर गयो है। अनि ड्यामेज भएर गएको कारणले अहिले चाहिँ यो रोड फेरि नयाँ कटिङको रोड अहिले फेरि ब्लक भएको छ। अनि ब्लक भएर गएको छ र यहाँ परको जुन चाहिँ बिआरओको जेसिबी चलिरहेछ, मान्छेहरू काम गरिरहेछ है। अनि यहाँको चाहिँ रोडलाई चाहिँ छिटोभन्दा छिटो क्लियर गर्नुको लागि उहाँहरू एकदम लागि परिरहेछ। हेर्नुहोस् होला तपाईहरुलाई म यो भिडियो मार्फत। अनि हामी चाहिँ यहाँ आज यसो हेर्नुको लागि आएको होइन, यहाँ आउनु पनि एकदमै मुटु ठुलो गरेर आउनुपर्छ किनभने यो नयाँ कटिङमा यस्तो ढुङ्गा यस्तो पहाडहरू भत्किने यतिजना चाहिँ यहाँ माथि गाउँको मानि उठाएर आएको है लामाहरू चाहिँ जानुभयो र हामी चाहिँ साथीहरू हेर्नुहोस् है तपाईहरुले यो फल्स चाहिँ कहाँ हो भनेर सोचिरहनुहुन्छ। यो हो तपाईहरुको मङ्गन नर्थ सिक्किमको यो चुङथाङ र मङ्गन बिचको रेल खोलाको फल्स हो है। तपाईले हेर्नुहोस् यो यति लामो फल्स भएको छ अहिले यो नयाँ कटिङले गरेर अहिले यो फल्सको माथि हाम्रो नयाँ कटिङ यो रोड लगिरहेछ। तपाईले यहाँ बिआरओले एकदम काम गरिरहेछ। अस्ति यहाँ पर चाहिँ पुल ड्यामेज भएको थियो है, पुल बेली ब्रिज चाहिँ कम्प्लिट भएको थियो तर यहाँ माथिको पहिरोले गरेर चाहिँ त्यो बेली ब्रिजलाई ड्यामेज गरेर चाहिँ अहिले फेरि त्यो पुललाई निकालेर बिआरओहरूले कन्टिन्यू काम गरिरहेछ। हेर्नुहोस् न तपाईहरुलाई वाउ फल्स चाहिँ तपाईहरुले यहाँ देख्नु यो सबै नयाँ कटिङ हो साथीहरू गाइस, यो सब नयाँ कटिङ हो है। यहाँ हामी नयाँ कटिङमा एकछिन हेर्नुहोस् रेनबो यस्तो दामी फल्स चाहिँ तपाईहरुले यहाँ देख्नुहुनेछ है। साथीहरू घुम्नुको लागि आउँदा हुने रहेछ तपाईहरुलाई एकदम यो फल्स चाहिँ कस्तो लाग्यो तपाईहरुले मलाई कमेन्ट गरेर भनिदिनुहोस्। यो हो रेल खोलाको फल्स।